यो हाम्रो देश नेपाल मातृभूमि नेपाल आमालाई धरधरी रुवाइरहेको हुँदा अहिले हाम्रा जेन्जी पुस्ताहरूले केही गरौँ, हाम्रो धरती आमालाई जगाउँ नरुवाउँ भन्ने उद्देश्यले जुन कार्य गरिरहनु भएको छ त्यसको लागि मैले एकदमै सराहनीय काम गर्नुभएको छ। अब पछि खुट्टा नकमाउनु होला र खुट्टा नकमाइकन अनि हामीले नेपाल धरती आमालाई सिङ्गापुर बनाउँछौँ, अमेरिका बनाउँछौँ भन्ने जस्ता भ्रष्टाचारी दलाल नेताहरूको पछि नलागी हामी जेन्जी पुस्ताहरूले हाम्रो जननी जन्मभूमि सगरियासी भन्ने तर्कको साथ अगाडि बढ्नुहुनेछ भन्ने मैले दुई चार कुरा राख्दछु। अनि हाम्रो अहिलेको धर्म नाच्ने विसङ्गति गर्ने यस्तो भ्रष्टाचारीहरूलाई आफ्नो आफन्तवाद नातावाद र कृपावाद राखेर अगाडि बढाइरहेका छन्। त्यसलाई हामी जेन्जी पुस्ताहरूले अगाडि बढाउनेछौँ। कसैको लैलैमा नलागिकन हामीहरूले जे देशको लागि जस्तो हाम्रो पहिले पूर्वकाल पुर्खादेखि नै चलिआएको थियो त्यही नेपाल बनाऊ। हामीले अहिले खाडी मुलुकमा जनता बेचिएर होइन, देशमा केही गरौँ, जेन्जी पुस्ताहरूले केही गरेर हाम्रो नेपालमै सम्पन्नशाली बनाऊ। हामीहरूले यो देशको लागि केही गर्नेछौँ भन्ने आशा राख्दछु। अनि हामी अहिले हाम्रो सबै जनसमुदायहरूलाई बेचेर खाने एउटा भाडो बनाइरहेछन् हाम्रो गणतन्त्रहरूले। यहाँहरूलाई पछाडि पार्दै हाम्रो जेन्जी पुस्ताहरू अगाडि बढ्नु नै छ। केही काम राम्रो हामी नेपाली हौँ भनेर बाँच्ने, हामीले युगान्डा बनाउनु छैन हाम्रो देशलाई। हाम्रो देश नेपाल हाम्रो वीर गोर्खालीको देश हो भन्ने गराउँ भन्दै दुई चार शब्द यही टुङ्गाउन चाहन्छु। धन्यवाद।